हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी भएर जाउँ है त गोकर्णेश्वर महोत्सवतिर। हामी चाहिँ पुरै आमा छोरा टक्क लाएर चस्मा लाएर लुगा लाएर रेडी भयौँ हो गोकर्णेश्वर महोत्सव जानुलाई। अनि बेबीको बाबाले चाहिँ भिडियो बनाइदिँदै हुनुहुन्थ्यो, अनि अहिले चाहिँ हामीले फेरि भिडियो बनाइदिँदैछौँ हो बेबीको बाबालाई। ज्याकेट लाउँदै हुनुहुन्छ। अब बाइक निकालेर हामी चाहिँ लाग्यौँ है त सरर लाएर। अनि हाम्रोबाट चाहिँ धेरै टाढा पनि छैन नि त हो, 2-3 किलोमिटर मात्रै छ। अनि हामी चाहिँ लाग्यौँ। आजको वेदर चाहिँ अलि चिसो नै थियो। अनि हामी चाहिँ अलि ढिला पनि गएको थियौँ नि त 2-3 बजेतिर। अनि अलि ढिला पनि भयो। अनि मैले चाहिँ उसको बाबाले यता हेर्नु न भन्दैछु क्या। अनि बेबी पनि हेर्नु न, उसको टोपी पनि चाहिँ ऱ्यापरको जस्तो भएछ हो। अनि अलि अगाडि गयौँ। अनि अगाडि गएपछि चाहिँ हामी भगवती थान पुग्यौँ। अनि अलिकति भगवती थानको अगाडि नै रहेछ हो बोर्ड चाहिँ, तेस्रो गोकर्णेश्वर सांस्कृतिक तथा व्यापार महोत्सव भनेर। यो चाहिँ तेस्रो महोत्सव रहेछ। अनि हामी चाहिँ पोहोर पनि गएको थियौँ हो बाबु पेटमा हुँदाखेरि। अनि आज पनि गयौँ। अनि हेर्नु न, यो फेरि हनुमान चोक पुग्यौँ। हनुमान चोकबाट चाहिँ माथि छुन्ताखान जाने बाटोतिर रहेछ कि। अनि बोर्ड चोकमै देख्न सक्नुहुनेछ। अनि अलि अगाडि हामी चाहिँ हनुमान चोकबाट चाहिँ सुन्ताखान जानेतिर लाग्यौँ। अनि सिधै अगाडि जाँदै गर्दाखेरि चाहिँ एउटा यहाँ बोर्डिङ स्कुल पनि पाउन सक्नुहुनेछ। धेरै टाढा, धेरै अगाडि जानु पर्दैन, अलिकति मात्रै अगाडि रहेछ महोत्सव चाहिँ। पोहोर जानुहुनेलाई त थाहा होला, पोहोर जहाँ थियो त्यहीँनिर रहेछ हो। अनि यो स्कुल लेफ्ट साइडमा स्कुल पाउन सक्नुहुनेछ, एउटा बोर्डिङ स्कुल। अनि त्यसको अलिकति अगाडि गएपछि चाहिँ यत्तिकै आइहाल्छ। यो घर पनि राइट साइडमा देख्न सक्नुहुनेछ। अनि अब चाहिँ महोत्सव देखिसक्यो है त यहाँबाट चाहिँ। यो गाडीहरू पनि पाउन सक्नुहुनेछ, यो टेम्पोहरू पनि। अनि यहाँबाट चाहिँ हो देख्न सक्नुहुनेछ। अब यहाँनिर पुगेपछि चाहिँ पुरै महोत्सव पनि बाटोमै छ हो, त्यही भएर देखिहालिन्छ। टेम्पोहरू बाइकहरू धेरै नै रोकिराखेको हुन्छ, तर थिएन, हिजो चाहिँ थिएन। अनि पुरै खाली थियो हो सबै। अनि महोत्सव त सुरु भएकै छैन रहेछ कि क्या हो भनेर हामी चाहिँ अलमल पऱ्यौँ। अनि अलिकति अगाडि गएर चाहिँ सल्लाह गऱ्यौँ हो, छैन कि क्या हो, हामी त महोत्सव नलागि नै आयौँ क्या हो भनेर। ठिक चाहिँ पारिराखेको रहेछ नि त। अनि छैन, अब जाउँ हेरौँ भनेर चाहिँ हामी अब हेरेरै जाने चाहिँ निधो गऱ्यो होइन। अनि बेबी र म चाहिँ उत्रियौँ। अनि उसको बाबाले चाहिँ बाइक उता घुमाएर राख्नु न भनेर उता बाइक लानु हो। बाइक घुमाएर आउनुहुन्छ मेरो बुढोले चाहिँ। अनि मैले चाहिँ माथिबाट देखिसकेँ त्यो लन्डन ब्रिज। अनि लन्डन देखिसकेँ। अनि महोत्सव लागेको नभए पनि, लागेकै छैन भए पनि हामी चाहिँ तल गएर त्यहाँ फोटो खिचेर भिडियो बनाएर चाहिँ जानु पर्यो भनेर म चाहिँ उत्रेँ बाइकबाट। अनि हेर्दाखेरि चाहिँ लागिरहेकै जस्तो देख्यौँ। अनि फेरि आज दोस्रो दिन रहेछ नि त, हिजो आज भोइस ओभर गर्दा चाहिँ हिजो भइसक्यो नि त। अनि त्यो दिन चाहिँ दोस्रो दिन रहेछ, त्यही भएर मान्छे धेरै नआएको रहेछ क्या। थाहा पनि पाएन होला नि त, धेरैजनालाई थाहा पनि भएन होला। अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ हो गेटसम्म। अनि बेबी पनि निदाएको थिएन यतिखेरसम्म। अनि हामी चाहिँ गेटमा पुग्यौँ। अनि गेटसम्म हिँड्दै गयौँ। अनि उसको बाबा पनि आउँदै हुनुहुन्छ हो, मेरो बुढो पनि हाम्रो झोला बोकेर टक्क लाएर आउँदै हुनुहुन्छ। अनि जाउँ कि नजाउँ भनेर जाँदै हुनुहुन्छ। अनि जाउँ हौ भने, अनि ल हाम्रो भिडियो गराइदिनु न, बनाइदिनु न भने हामी चाहिँ अगाडि। अनि मेरो बुढोको भिडियो बनाउने तरिका चाहिँ हेर्नु न साथीहरू, यताउता गरिराख्नु भएको छ। अनि यहाँ टिकट सिस्टम पनि रहेछ। अनि पोहोर पनि टिकटै थियो नि त। अनि पर पर्सन चाहिँ 100 रुपिस रहेछ क्या। अनि बेबीहरूको पनि लाग्ने रहेछ, लाग्नु चाहिँ, तर 5 वर्षभन्दा माथिको मात्रै लाग्ने रहेछ क्या। मेरो बेबी चाहिँ 1 वर्ष पनि पुगेको छैन नि त। अनि मेरो बेबीको चाहिँ लागेन। अनि हामी चाहिँ लन्डन ब्रिजतिर लाग्यौँ है त। अब चाहिँ लन्डन ब्रिज हुँदै हामी चाहिँ जाँदैछौँ। अनि फोटोहरू भिडियोहरू गरायौँ यहाँ। अनि बनायौँ। अनि अलिअलि फोटोहरू पनि खिच्यौँ। अनि हाम्रो सक्यो। अब हाम्रो बनाइदिनु भएपछि त बुढाको पनि बनाइदिनु पर्यो। अनि बनाइदिउँ बुढोको नि। अनि मैले चाहिँ ज्याकेट फुकालेर के अरे फोटोहरू पनि खिचेको थिएँ नि त अलिअलि एउटा दुइटा। अनि हेर्नु न, अहिले चाहिँ गर्मी पनि भयो क्या। अनि टक्क लाएर हिरोनी पल्टेर मैले चाहिँ ज्याकेट फुकालेर के हेर्दै जाँदैछु हो।
अनि सबै अरू खाली रहेछ अनि कुनै चाहिँ खाली कुनै चाहिँ स्टलहरू पनि राखिसक्नु भएको रहेछ अनि पुरै सुरु भएकै छैन रहेछ है भन्दै जाँदैछु म चाहिँ। अनि बेबी र उसको बाबा चाहिँ फर्किनु भयो किन खै के हेर्नुलाई होला नि त। हामीले किन्नु पनि के किन्यौँ कि मैले टपहरू किनेँ अनि यो बेबीको खाना म्यास गर्नेहरू पनि किनेँ कि मैले म्यास गर्ने भन्दा नि थिच्ने टाइपको एउटा देखिहाल्यो मैले अनि त्यो किनेको चाहिँ हामीले भिडियो नै बनाएनौँ। अनि जाँदैछु अगाडि जाँदैछु म हामी चाहिँ केही किन्नुभन्दा पनि त्यो उता गीत गाउँदै हुनुहुन्थ्यो कि अनि त्यो सुन्नलाई हेर्नुलाई जाँदैछौँ हामी चाहिँ हतार भएर अगाडितिर जाँदैछौँ हो। अनि उसको बेबीले चाहिँ के अरे मेरो बेबीले चाहिँ उसको बाबाले बोकिराख्नु भएको छ अनि उसको हेड चाहिँ निकाल्दै हुनुहुन्छ क्या हातले अनि मैले चाहिँ मिलाइदिएँ उसले चाहिँ लाउनै मानेन। अनि अगाडि पुग्दाखेरि चाहिँ गीत गाउँदै हुनुहुँदो रहेछ अनि गीत गाउँदै हुनुहुन्छ अनि हेर्नु न दर्शक चाहिँ कतिजना 7-8 जना जति हुनुहुन्छ अनि फेरि हामी पनि छौँ हो 3 जना 2 जना बुढाबुढी अनि बेबी 3 जना छौँ अनि अगाडि चाहिँ जानै लाज लाग्यो हामीलाई। अनि हामीले चाहिँ त्यतैबाट हेऱ्यौँ अनि गएनौँ अगाडि चाहिँ। अनि बेबीलाई चाहिँ कस्तो रमाइलो भइरहेको छ हेर्नु न सुनिराख्नु भएको छ रमाइराख्नु भएको छ। अनि फेरि हामी चाहिँ अब पछाडितिर फर्क्यौँ है त। सुन्दाखेरि हेर्दाखेरि दर्शकहरू पनि थिएन अनि सुन्दाखेरि अल्छी पनि लाग्यो अनि त्यही भएर हामी चाहिँ यता स्टलतिरै फर्क्यौँ। अनि मैले चाहिँ लिपस्टिक हेर्दैछु हो अनि किन्नु चाहिँ किनिनँ मैले। अनि त्यहाँबाट चाहिँ फेरि हामी उतै गयौँ अनि उता गएर चाहिँ हेर्नु न बेबीको बाबाले चाहिँ म यता बेबी राख्छु नि आउन समाऊ भन्दै हुनुहुन्छ। अनि हुँदैन मैले चाहिँ भने हो किन हौ राखौँ न भन्दै हुनुहुन्छ है उसको बाबाले चाहिँ। अनि हुँदैन कि त्यहाँतिर त पैसा हो नि त सबै फ्रीमा होइन पैसा पो लाग्छ त भने। अनि हुन्छ होला हौ राखौँ म सबैजना बसिराख्नु भएको छ त भन्नुभयो। अनि मैले चाहिँ हुँदैन भने आउनुभयो। अनि फेरि हेर्नु है गाडी देख्नुहुन्छ यता अनि गाडी देख्नुभयो अनि चाहिँ यहाँ चाहिँ राखौँ न हौ मेरो बेबी कति खुसी हुन्छ होला यहाँ राख्यो भने भन्दै हुनुहुन्छ। अनि हुँदैन खै मान्छे पनि छैन राख्नु पनि मिल्दैन सानै छ भने। अनि तिर्खा लाग्यो कसेर हामीलाई चाहिँ। अनि हामीले चाहिँ चियर्स गरेर खाँदैछौँ रेडबुल हो रेडबुल मगाएको चिसो न चिसो रहेछ। अनि एउटा चाहिँ फेरि आइसै भएको रहेछ एउटा चाहिँ तातो मगाएँ म बाहिरको तातो भन्दा नि मिक्स गरेर खाँदा पनि आइसै थियो। अनि यत्तिकैमा चाहिँ मेरो बेबीलाई चाहिँ निस्किनु मन लाग्यो हो रमाइराख्नु भएको छ तर निस्किनु मन लाग्यो क्यारी ब्यागबाट मलाई निकालेर भुइँतिर राखिनु हुने नि भन्ने मन छ उसको चाहिँ। अनि खुसी पनि भइरहेछ क्या खुसी भएर कति रमाएको छ। अनि बेबी ह्याप्पी त हामी पनि ह्याप्पी। अनि चाहिँ फेरि बेबीलाई निकाल्ने कि भनेर मैले चाहिँ भन्दैछु उसको बाबाले चाहिँ हुँदैन भनेर हेर्दै हुनुहुन्छ। अनि हाम्रो रेडबुल चाहिँ खानै सकिनौँ क्या। अनि भन्दै चाहिँ मैले चाहिँ निकालेँ बेबीलाई अनि बेबीले उनले किसकिस गरेको जस्तो भयो अनि मान्यो अनि उसलाई ज्याउ मान्यो नि त। अनि चाहिँ निकाल्नु खोजेर निकालेँ अनि मैले समाइराखेको छु। अनि हेर्नु है मेरो बेबी कति रमाएको छ ताली बजाउँदै। अनि यो दोस्रो दिनमा त सबभन्दा मेरो बेबी दर्शक त सबभन्दा ताली बजाउने हेर्ने सुन्ने हामी नै थियौँ होला। अनि ताली बजाउँदै हुनुहुन्छ मेरो बेबीले अनि भुइँमा पनि बस्नु खोज्यो है एकछिन। अनि हेर्नु है मेरो बेबीले कप्पै खानुहुन्छ मुखमा हाल्नुहुन्छ ढुङ्गा कप्पै हाल्नुभयो। अनि हुँदैन नो भन्दै म चाहिँ गएर छिटो निकालिदिएँ मुखबाट ढुङ्गा नै हालिसकेको थियो। अनि चिसो हुन्छ होला हौ अब त बेलुका पनि हुनु लाग्यो भनेर मैले चाहिँ लुगा लगाइदिएँ फुल स्लिभवाला लुगा लगाइदिएँ बेबीलाई। अनि चाहिँ हामी फर्क्यौँ पनि है अब चाहिँ पानी पनि पर्नु आँटेको थियो। अनि फर्किँदै गर्दाखेरि चाहिँ मैले चाहिँ यो देखिहालेँ कि यो के भन्छ स्ट्यान्ड अनि स्ट्यान्ड किन्नेतिर लागेँ म चाहिँ हो। अनि मेरो बुढोले लिने भए लिउँ न त भन्नुभयो। अनि लियौँ स्ट्यान्ड पनि लिएर हामी चाहिँ अगाडि जाँदैछौँ। अनि बेबीले चाहिँ तिर्खा लाग्यो होला भनेर पानी पनि खिलाउँदैछु हो। अनि रात पनि परिसक्यो देख्न सक्नुहुनेछ ऊ मेरो बुढा अगाडि जाँदै हुनुहुन्छ झोला बोकेर। अनि पानी पनि परेको रोकिसक्यो अनि रात पनि पर्नु आँट्यो। अनि हामी चाहिँ आउँदैछौँ है अब चाहिँ हामी चाहिँ पानी पर्यो रात पनि पर्यो अनि दिनभरि बस्यो अनि हामी चाहिँ जाँदैछौँ अब चाहिँ हामी जान लागेको भन्दैछु मैले चाहिँ हो। अनि बेबीको बाबाले चाहिँ तलबाट बाइक लिएर आउनुहुन्छ अनि हामीले चाहिँ कुरिराखेछौँ कि। अनि बेबीको बाबाको हालत हेर्नु है त साथीहरू
हो हेर्न सक्नुहुनेछ। यो चाहिँ बेबीको ऱ्यापर हो कि, अनि बेबीलाई मैले ऱ्याप गरेँ। अनि अब चाहिँ हामी चाहिँ लाग्यौँ घरतिर है त साथीहरू।